वर्षभरि हामीलाई परमेश्वरको अनुग्रह र हामी सुरक्षाको कारणले हामी एकदम आशिषमय दिनहरू बिताउन पायो, सुसमाचारहरू सुनाउन पायो, सेवा सङ्गतिमा निरन्तर गर्न पायो, परमेश्वरमा जोडिन पायो अनि धेरै कुराहरू चाहिँ सिक्न पाएँ। यसले गर्दाखेरि यो हप्ताभरिको कुरामा चाहिँ हामी एकदम आशिषित भएको छौँ। म चाहिँ धन्यवाद। अनि यता दिदीबहिनीहरूले के आशिष पाउनुभयो अनि कस्तो भयो तपाईँको बितेको हप्ताहरू? बितेको हप्ता चाहिँ राम्रो आशिषमय, हामी पहिले नबुझेको कुराहरू बुझाउन पायो, बुझ्न पायो होइन। अनि प्र्याक्टिसहरू गर्दै गर्दाखेरि आफू पनि परिपक्व चाहिँ भयो। अनि मेरो गएको हप्ताहरू चाहिँ धेरै आशिषमयसँग बितेको छ। नेपाल दिदी तपाईँको गएको हप्ताहरू चाहिँ कस्तो भयो? हुन्छ, गएको एकदम राम्रो भएको छ। किनकि म बिरामी थिएँ है, बिरामी हुँदा पनि मैले महसुस गरेँ। अनि साथीहरू चाहिँ आफ्नो ड्युटीमा हुँदा पनि म एक्लै रहँदा पनि म चाहिँ एक्लै छैन भन्ने फिल भएको थियो। आफ्नो सही रुममा एक्लै हुँदा पनि तर त्यस्तो बोरिङ केही पनि लागेन, किनकि परमेश्वरसँग मेरो साथमा हुनुहुन्छ भनेर ढुक्कले बसेर अहिले चाहिँ एकदम आशिषमा धन्यवाद। सब कुछ एकदम आशिषमय भएको रहेछ। यस समय चाहिँ अब हामी चाहिँ उसले एन्सर दिइसक्नु चाहिँ गत हप्ताको पाठहरू होइन, तपाईँले चाहिँ पालना गर्छु र त्यो कुराहरूलाई पछ्याउँछु भनेर चाहिँ भन्नुभएको थियो होइन, अरूलाई पनि सुनाउँछु भनेर। तर तपाईँले त्यो कुरा गर्नुभयो त? त्यो कुराको पालन चाहिँ ममा छ होइन, गरिरहेको छु। तर मैले सुनाउँछु भनेर सोचिरहेको थिएँ। अनि त्यही बेला सुनाउँछु भनेर बोलाएको थिएँ। अनि खोइ फेरि पो बिजी भयो भनेर सुनाउन पाएन। त्यसपछि म बिरामी भइहालेँ। सरी, अब चाहिँ म सुनाउँछु। हस्, धन्यवाद। केही छैन, ठिक छ। तपाईँले गर्नु भएन तपाईँ शरीरमा अस्वस्थ पनि हुनुहुन्थ्यो होइन, त्यसै कारणले गर्दा पनि तपाईँले चाहिँ भ्याउनु भएन। अबको हप्ताहरूमा चाहिँ तपाईँले गर्नुहुन्छ, अझै पनि गर्दै जानुहोस्। मैले सुनाउँछु भनेको कुरा चाहिँ मैले चाहिँ धेरैलाई होइन तर 2-3जनालाई चाहिँ मैले चाहिँ सुनाएँ। हस्, धन्यवाद। सुनाउनु भएको रहेछ। अनि अझै पनि यस्तै गर्दै जानु होला। गत हप्ताको परमेश्वरको वचनद्वारा चाहिँ अनि पालना गर्ने भन्ने कुराहरू भनेको थियो। मैले त्यो कुराहरू चाहिँ पालना गर्दैछु र अनि मैले पनि चाहिँ जुन व्यक्तिलाई भन्छु भनेको थिएँ अनि त्यो व्यक्तिलाई चाहिँ मैले भने। हुन्छ, तपाईँ सबैजनालाई धन्यवाद होइन, सबैजनाले गर्नुभएको छ। कतिजनालाई चाहिँ अनि बिमारी भएको कारणले गर्न सक्नुभएको छैन। परमेश्वरलाई धन्यवाद भएको होस्। हप्तामा चाहिँ तपाईँहरूले चाहिँ जति पनि कुराहरू होइन बाइबलको खण्डद्वारा चाहिँ तपाईँहरूले पछ्याउँछु होइन त्यो वचन चाहिँ पालना गर्छु भनेर भन्नुभएको थियो। अनि त्यो कुराहरू चाहिँ तपाईँहरूले चाहिँ पालना गर्दै हुनुहुन्छ कि हुनुहुन्न अनि भन्न सक्नुहुनेछ? यो हप्ता मैले जुन वचनबाट सिकेको कुरा चाहिँ मैले अरूलाई सुनाउँछु भन्ने थिएँ। तर कारणवश केही व्यस्तताको कारणले गर्दाखेरि चाहिँ मैले सुनाउनु पाएन। त्यसको लागि म क्षमा। तर म कोसिस गर्नेछु आउने हप्ता चाहिँ म आफूले सिकेको कुरा चाहिँ म अरूलाई सुनाउनेछु। हुन्छ, धन्यवाद। अबको दिनहरूदेखि चाहिँ गर्दै जानु।